सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ। मित्रहरू, सरकारले सुकुम्बासी व्यवस्थित बसोबासीहरूलाई राज्य आतंक फैलाएर प्रहरी देखाएर लट्ठी बुट र बन्दुक देखाएर इभन नेपाली सेना देखाएर जुन किसिमले चाहिँ नै आतंकित बनाएर विस्थापित गर्ने निर्णय जुन लिए, त्यसको विरुद्धमा देशैभरिबाट सुकुम्बासीको पक्षमा बोल्नुपर्छ भनेर चाहिँ नि सुकुम्बासीहरू सबैजना एकाबद्ध हुनुपर्छ, एक भएर यो अन्यायको विरुद्धमा लड्नुपर्छ भनेर चाहिँ नि आह्वान गर्ने पहिलो व्यक्तिको नाताले यहाँहरू सबैजनालाई, सबै सुकुम्बासी व्यवस्थित बसोबासीहरूलाई हार्दिक सम्झना छ, हार्दिक माया सम्झना छ र यहाँहरूलाई म आह्वान गर्न चाहन्छु, तपाईहरू एक भएर बस्नुहोस्। अहिले सरकारले आफ्नो लाज छोप्नका लागि, आफ्नो गल्ती ढाक्नका लागि अब धेरै प्रेसर क्रिएट भयो, यहाँसम्म कि संयुक्त राष्ट्र सङ्घले पनि जनताको इच्छा विरुद्ध हैन उसको आफ्नो जीवनलाई हस्तक्षेप गर्न सरकारले पाउँदैन भन्ने हिसाबबाट चाहिँ के अरे विज्ञप्तिहरू आइसकेपछि, विभिन्न तरिकाले चाहिँ नि अब पूर्व पश्चिम आन्दोलनहरू सुरु भइसकेपछि चाहिँ सरकारले अहिले आफ्नो लाज छोप्ने, आफ्नो गल्ती छोप्ने, ढाक्ने प्रयत्न गरे जस्तो किसिमको कुराहरू चाहिँ आइरहेको छ। त्यसको पछाडि कोही पनि मान्छे हो रहेछ भनेर नलाग्नु होला, सबैजनालाई त्यो भन्न चाहन्छु। दया माया बिनाको हैन, सेतो मन बिनाको मान्छेले, सफा मन बिनाको मान्छेले राजनीति गर्नु हुँदैन। यदि दया माया बिनाको सफा र सेतो मन नभएको मान्छेले राजनीति गर्यो भने संसारमा युद्धहरू हुन्छन्, विनाशहरू हुन्छन्, हैन, विपदहरू आइपर्छ राज्यबाट, त्यो खालको चाहिँ नै हैन सृजना गरिन्छ। त्यसो भएको कारणले गर्दाखेरि यहाँ सबैजनालाई म भन्न चाहन्छु, दया माया नभएका मान्छेहरूको हैन एक मिनेटको कुरा सुनेर धारणा बनाउनु हुँदैन। उनीहरूको व्यवहारबाट हामीले उनीहरूलाई चिन्नुपर्छ, व्यवहार नै परिचय हो, वास्तविक परिचय। अहिले होल्डिङ सेन्टरतिर राखेको बिजोग अवस्थामा हैन खानामै किरा देखिएको भन्ने कुराहरू तथ्यगत हाम्रा चाहिँ नि अवलोकनको क्रममा देखिएका छन्। र सबैभन्दा पहिलो कुरा चाहिँ के हुन्छ भन्दाखेरि हरेक प्राणीले आफ्नो वासस्थान प्यारो हुन्छ। मान्छेको हकमा त मान्छे तपाईको चाहिँ के सामाजिक प्राणी भएको कारणले प्रतिष्ठासँग जोडिन्छ, सामाजिक उसको जीवनसँग जोडिन्छ। घर भनेको भौतिक वस्तु मात्रै होइन। त्यसो भएको कारणले गर्दाखेरि झुपडी भए पनि आफ्नो भनेको प्यारो हुन्छ र आफ्नो झुपडी हैन मा बस्नुको मजा र आनन्द जति छ त्यो चाहिँ अरूको लजमा बसेर, होटलमा एक रात दुई रात बसेर यसो चाहिँ नि अहिले 2-4 दिन होल्डिङ सेन्टरतिर बसेर त्यो सम्भव छैन। मान्छे सामाजिक प्राणी हुन्छ। मान्छे एक्लो बस्ने होइन, त्यो तपाईको 2 दिनको यसो चाहिँ नि कहीँ कतै घुम्न जाँदाखेरि यसो होटलमा बसे जस्तो हिसाबको जीवन हुँदैन है। जीवन भनेको तपाईको चाहिँ नि धेरै कुराहरूसँग जोडिएको हुन्छ। सामाजिक पक्ष, आर्थिक पक्ष, सांस्कृतिक पक्ष हैन, सभ्यतागत तपाईको परम्परागत पक्ष, यी सारा कुराहरू चाहिँ तपाईको जोडिएको हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि लजमा राख्यो, समाधान गर्यो भन्ने हिसाबबाट जानु हुँदैन। यो चिज धेरै मान्छेहरूलाई अब कस्तो भने काठमाडौँको घर भत्काइदिने अनि ऊ पर कता हैन, उदाहरण धादिङतिर उता कतातिर चाहिँ नि तपाईको गाउँमा उदाहरण है, सरकारले थोरै जग्गा दिने भन्ने हिसाबबाट निर्णय गर्नु खोजेको भन्ने जस्तो पनि मलाई लागेको छ। त्यस्तो तरिकाले जीवन चल्दैन। किनभने जीवन भनेको चाहिँ तपाईको एउटा घरमा टुक्रुक्क बस्ने भन्ने हिसाब मात्रै हुँदैन के, आर्थिक जीवन जोडिएको हुन्छ हैन। उसले रोजगारीको लागि कहाँ काम गर्थ्यो होला, त्यो काम गर्ने ठाउँ पाएको थियो होला, सायद त्यो ऊ बसिरहेको ठाउँ हैन। उसको केटाकेटी उसले कहाँ पढाइरहेको थियो होला, त्यहाँबाट स्कुल नजिक थियो होला सायद। यी कुराहरू छन्। र सबैभन्दा पहिलो कुरा चाहिँ मान्छेको वासस्थान मान्छेलाई प्यारो हुन्छ, उसको मौलिक हकसँग जोडिन्छ।
त्यसो भएको कारणले गर्दाखेरि त्यसरी तपाईँको चाहिँ के अरे विस्थापनको नीति लिएर जुन किसिमको आताताई व्यवहार सरकारले देखायो त्यसको विरुद्धमा म सधैँभरि नै छु। हामी सधैँभरि रहनुपर्छ। यहाँ सबैजनालाई म त्यो भन्न चाहन्छु। यो एआईको जमानामा अहिले एआई चलाएर यता त्यता गरेर चाहिँ के अरे हिँड्ने मान्छेहरूले यो सरकारले जे गर्दाखेरि पनि ठिक छ भन्ने खालको एउटा लाइन होइन साइबरमा बनाएका छन्। यिनीहरूलाई पनि म भन्न चाहन्छु, तपाईँहरूलाई तपाईँको घर सरकारले आएर भत्काइदिन्छ अनि 5 स्टार होटलमा राख्यो भने के हुन्छ? राखेको त राम्रो होटलमा राखेको त 5 स्टार होटलमा राखेको, तपाईँको घर भत्काइदियो। यदि त्यो स्थिति आयो भने तपाईँलाई त्यो स्वीकार्य हुन्छ या हुँदैन भन्ने प्रश्न म गर्न चाहन्छु त्यस्ता मान्छेहरू। अरूको शरीरमा चोट लाग्दाखेरि खुचिङ पर्यो ठिकै छ त भन्ने हिसाबबाट हामीले सोच्यौँ भने मानवता हराएर जान्छ समाजबाट, यो संसारबाट। अरूको शरीरमा लागेको चोटको पीडा आफूलाई महसुस हुन सक्नुपर्छ, त्यही नै मानवता हो। आज गरिब दुखीलाई चाहिँ नै हजारौं सङ्ख्यामा विस्थापन गर्दाखेरि ठिकै छ, राम्रै भयो, ठिकै छ त त्यतिको भनेर चाहिँ नि फेसबुकमा रमाउनेहरूलाई तपाईँहरूको घर पनि त्यसरी नै तपाईँको बुलडोजर लिएर गार्लाम गुर्लुङ भत्काएर तपाईँको चाहिँ नि प्रहरीको लाठी र भुट होइन बन्दुक देखाएर तपाईँलाई आतङ्कित गरेर विस्थापित गरेको दिन र तपाईँलाई लगेर होटेलमा राखेको दिन होइन तपाईँलाई थाहा हुन्छ। आज त अरूलाई लागेको छ नि त, गरिब दुखीको शरीरमा लागेको घाउ छ, तपाईँलाई दुखेको छैन। जुन दिन तपाईँलाई पनि त्यस्तो आउँछ त्यो दिन तपाईँलाई थाहा हुन्छ। त्यसले गर्दाखेरि त्यो खालको एउटा चाहिँ के अरे होइन एउटा मानवता र समवेदना प्रकट गर्न सक्नुपर्छ अरूको दुःखमा होइन। आफूलाई पनि तपाईँको चाहिँ के अरे दुखेको महसुस गर्न सक्नु नै तपाईँको चाहिँ मान्छे बन्नु, नेपाली बन्नु वास्तविकता त्यो हो। र सरकारले जुन एउटा पाशविक ढङ्गबाट होइन मानवीय ढङ्गबाट है आतङ्ककारीको शैलीमा जुन हिसाबबाट चाहिँ के अरे जनतालाई त्रसित बनाएर देशैभरि तपाईँको चाहिँ के अरे सेना लगाएर लगत सङ्कलन गर्न लगाइरहेको अवस्था थियो। ऐन वक्तमा मैले आवाज नउठाएको भए मान्छेहरूले तपाईँको चाहिँ के अरे सङ्गठित पनि हुँदैन थियो, डराइरहेको थियो। आज सबैतिर सङ्गठित भइरहेको कारणले, सबैतिर आवाज उठ्न थालेको कारणले, चारैतिरबाट प्रेसर भएको कारणले होइन सदन सडक हरेक ठाउँबाट हामीले प्रेसर क्रिएट गरेको कारणले आज अलिकति स्लो भएको छ। तर पनि यथा कता कता होइन तपाईँको त्यो खालको गतिविधि भइरहेकै छ। यदि तपाईँको घर कोही भत्काउन आउँछ भने त्यसलाई निर्मम तरिकाले प्रतिकार गर्नुहोस्, किनभने यो देश तपाईँको पनि हो। यो देश धनीको मात्रै होइन, धनी पूर्जा हुनेहरूको मात्रै देश होइन, यो गरिब पूर्जा हुनेहरूको देश पनि हो। यो त्यो भनेर चाहिँ तपाईँको होइन जग्गा जमिन हडप्ने, यो त्यो गर्ने, राज्यको नाममा हडप्ने, माफियाको नाममा हडप्ने होइन। जो मान्छेले चाहिँ नि सानो एउटा कटेरा बनाएर बसेको छ, टहरा बनाएर बसेको छ, उसलाई तपाईँको घरि वनको जग्गा भनेको छ, घरि ऐलानी जग्गा भनेको छ, घरि यो भनेको छ, घरि त्यो भनेको छ। देशै जनताको हो, यो देश जनताको भइसकेपछि त्यो तपाईँको जङ्गल पनि जनताको हो है। त्यसो हुँदा विनाशको बाटोमा लाग्नुपर्छ, त्यसरी तहस नहस प्राकृतिक दोहन गर्नुपर्छ भन्नु हो होइन। तर एउटा टाउको लुकाउने टहरा बनाएर बसिरहेछ मान्छे होइन, त्यो कुरा गरिरहेछ। त्यस्ता मान्छेहरूलाई तपाईँको चाहिँ हजारौं सङ्ख्यामा जुन विस्थापन गर्ने नीति सरकारले लिएको छ त्यसको सदनबाट पनि विरोध हुन्छ, जहाँबाट पनि विरोध हुन्छ। तर सदनमा नि आउँदैन, सबै भागेर हिँडेको छ। यस्तो खालको स्थिति छ। यहाँ सबैजनालाई जोडेर रहनुहोस् होइन, सधैँभरि एकाबद्ध भएर रहनुहोस् भन्ने आह्वान गर्दै यो क्लिपबाट बिदा हुन्छु। नमस्कार छ, जय होस्, शुभ दिन।